हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आइ सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि आज चाहिँ किन रेडी हुँदैछु भने मन्दिर जानु थियो। अनि बिहानै 4:30 बजीको गाडी थियो। अनि हामी चाहिँ 4:30 बजे बजारदेखि माथि ठुलो फेदीसम्म गाडी जान्छ नि त। अनि हामी चाहिँ गाडीबाट ओर्लेर पनि गाडीबाट ओर्लिँदा 6 बजिसकेको थियो होला। अनि हामी चाहिँ सानो फेदीदेखि ठुलो फेदी जाँदै थिएँ। बाटोमा कस्तो धेरै जाडो थियो, जाडो भइराखेको थियो, तर पनि मैले थोरै भिडियो लिएँ। अनि अहिले चाहिँ यो चाहिँ ठुलो फेदी हो। ठुलो फेदी पुगेको थियौँ हामीले चाहिँ। अनि त्यहाँदेखि बाउहरू चाहिँ पछाडि आउँदै हुनुहुन्थ्यो अनि फुपू अगाडि जाँदै हुनुहुन्थ्यो। अनि कस्तो राम्रो पप्पी थियो क्या, अगाडिदेखि नै पछ्याइरहेको थियो हामीलाई तलदेखि नै। अनि यो चाहिँ ठुलो फेदीदेखि माथि कस्तो राम्रो बनाएको रहेछ। अहिले चाहिँ पहिला चाहिँ थिएन, पहिला म यो नबनाउँदाखेरि नै गएको थिएँ, यो बनाएपछि चाहिँ म गएको थिइनँ। अनि अहिले चाहिँ म फुपूहरूसँग गएको थिएँ। कस्तो राम्रो बनाउनु भएको रहेछ क्या अहिले त। अनि कति धेरै राम्रो लाग्यो मलाई चाहिँ। अनि त्यहाँदेखि बाउहरू चाहिँ पछाडि आउँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ फुपू र म चाहिँ अगाडि जाँदै थिएँ। अनि बाउहरू पछाडि आउँदै हुनुहुन्थ्यो। अनि यो चाहिँ कस्तो धेरै उयो हुँदो रहेछ क्या, हिँड्नु नसक्नेहरूलाई चाहिँ उहाँहरूलाई बोक्नु पनि हुँदो रहेछ। अनि फुपूले चाहिँ हेर्दै हुनुहुन्थ्यो। अनि फुपूको पनि थोरै भिडियो लिएँ। अनि त्यहाँदेखि मैले पनि हेर्दै थिएँ। अनि थोरै मैले पनि भिडियो लिएँ हिँड्दै गरेको पनि। कस्तो धेरै हिँडेपछि चाहिँ गर्मी भइराखेको थियो। अनि हामी चाहिँ पुग्यौँ माथिनिर। अनि कस्तो धेरै राम्रो भइराखेको थियो भ्यूहरू पनि। अनि कुम्भकर्ण पनि देख्दो रहेछ यहाँदेखि। अनि फुपूहरूले चाहिँ थोरै भिडियो क्लिप गरेर फोटोहरू लिएर आउनु भएको थियो। अनि म चाहिँ थोरै भिडियो, हिउँहरू कस्तो धेरै परिरहेको थियो। अनि पूजा गर्नेहरू पनि पूजा गरेर फर्किसकेको थियो। अनि हामी मात्रै थिएँ। त्यहाँदेखि मास्तिर चाहिँ यस्तो रहेछ, पहिला चाहिँ थिएन, थियो होला तर मलाई याद भएन पहिलाको चाहिँ, अलिअलि याद छ। अनि त्यहाँदेखि कस्तो राम्रो उज्यालो भइराखेको थियो मौसमहरू पनि। अनि हिउँ चाहिँ लास्टै धेरै परेको थियो क्या, कति धेरै हिउँ परेको। जस्ट हामी जानुभन्दा अगाडि 3 दिनमै परेको हिउँ चाहिँ, तर अझै सुकेको थिएन। अनि हामी चाहिँ अहिले पूजासुजा गरेर फर्किसकेको थियौँ। अनि कस्तो राम्रो देखेँ। अनि मैले थोरै भिडियो पनि लिएँ फेरि पनि। अनि दिदी चाहिँ अगाडि जाँदै हुनुहुन्थ्यो। अनि अहिले चाहिँ बाउ अगाडि जाँदै हुन्छ। अनि भाइ, मैले चाहिँ कस्तो गले भन्दा पनि कस्तो खुट्टा दुखिरहेको। अनि मैले चाहिँ भाइलाई ब्याग बोकिदेऊ न भाइ भनेर भाइले चाहिँ ब्याग बोकिदिइरहेको थियो, म चाहिँ रित्तै हिँडिरहेको थिएँ। अनि अगाडि चाहिँ बाउ हुनुहुन्थ्यो। अनि भाइ र म चाहिँ पछाडि आउँदै थिएँ। अनि भाइले चाहिँ कतिखेर सानो फेदी पुग्छ होला है भन्दै थियो, तर पनि मैले भाइलाई अब पुगिहाल्यौँ नि भन्दै लग्दै थिएँ। अनि त्यहाँदेखि सानो फेदी आइपुग्नु आँटेको थियो हामी चाहिँ। अनि अलिकति मात्रै थियो। अनि भाइ आइपुग्यौँ भन्दै मैले चाहिँ भाइलाई सुनाउँदै थिएँ। अनि सानो फेदीहरू आएर खाजाहरू खाएर अनि हामी चाहिँ लागेको थियौँ। अनि यो चाहिँ सुकुटार आइपुगेको हामी चाहिँ। अनि मैले सुकुटारमा थोरै भिडियो लिएँ फेरि पनि। अनि सुकुटार हो यो चाहिँ, कस्तो धेरै जाडो भइरहेको थियो सुकुटारमा पनि। चिसो मौसम भइरहेको थियो क्या सुकुटारमा पनि। अनि चिसो चाहिँ थियो। सो आजको भ्लग चाहिँ यति नै हो। अनि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला। बाई बाई।